आजको यस भिडियोमा क्लास 10 को अप्सनल म्याथमेटिक्सको फङ्सन भन्ने च्याप्टरबाट दिएको छु। त्यसमा चाहिँ कम्पोजिट फङ्सन, दुई वा दुईभन्दा बढी फङ्सनहरू मिलेर बनेको न्यू फङ्सनलाई चाहिँ कम्पोजिट फङ्सन भन्छौँ। र त्यो कम्पोजिट फङ्सनहरू कसरी फाइन्ड गर्ने, दुईवटा जेनरल फङ्सन, सिम्पल फङ्सन एफ अफ एक्स र जी अफ एक्स दिएको छ भने त्यसबाट चार तरिका जी अफ एक्स, एफओजी अफ एक्स, एफओएफ अफ एक्स एन्ड जिओजी अफ एक्स कसरी फाइन्ड गर्ने त्यो कुराको बारेमा जानकारी दिने गइरहेको छु। र हामीसँग यहाँ गिभन फङ्सन चाहिँ एफएक्स इक्वल टु 5x + 4 र जीएक्स इक्वल टु 3x - 2। अब फर्स्टको हेरौँ। फर्स्टमा हामीले फाइन्ड गर्ने जिओएफ एक्स छ। जिओएफ अफ एक्स इज इक्वल टु हामीले राइट साइडबाट गर्दै आउँछौँ। एफएक्सलाई ब्राकेटभित्र राख्छौँ र जीलाई बाहिर राख्छौँ। अब यसपालि एफएक्सको फर्मुला एफएक्स इक्वल टु 5x + 4, एफएक्सको ठाउँमा 5x + 4 आउँछ। अब 5x + 4 5x अब बाँकी अब यो फङ्सन एफ हरायो, अब जी छ। जी अफ 5x + 4 छ। अब फङ्सन जी एप्लाई गर्दाखेरि जीको फर्मुला छ 3x - 2। त्यसो भएदेखि सबभन्दा पहिला 3 आउँछ, 3। त्यस पछाडि अब एक्सको बदलामा यो पुरै आउँछ 5x + 4, 3 यो एक्स भयो -2, 3x - 2। यसरी एक्सको बदलामा माथिको जुन डोमेन छ 5x + 4 त्यो हामी राख्छौँ र यसो अब मल्टिप्लाई गर्दाखेरि 15x + 12 - 2 इज इक्वल टु 15x + 10 भयो। त्यसो भएदेखि जिओएफ अफ डोमेन एक्स इज इक्वल टु 15x + 10। अब अर्को नम्बर 2 मा जाउँ, सेकेन्डमा एफओजी अफ एक्स इज इक्वल टु राइट साइडमा जीएक्स छ, जीएक्स भित्र राख्ने। अब जीएक्सको भ्यालु, यसको भ्यालु जीएक्स इज इक्वल टु 3x - 2 छ र यो जीएक्सको ठाउँमा 3x - 2 आयो। अब बाहिर एफ छ, एफको फङ्सन 5x + 4 छ। सबभन्दा पहिला 5 अनि एक्सको ठाउँमा यो पुरै 3x - 2 अनि प्लस अनि 4 को 4 राखेरि 15x - 10 + 4 राखेरि 15x - 6। यसरी फर्स्ट र सेकेन्ड फङ्सनमा दुईवटा जी र एफ या यसमा एफ एन्ड जी, यसमा चाहिँ जी एन्ड एफ छ। अनि अब चाहिँ दुईटै फङ्सन एफ नै छ भनेदेखि के हुन्छ, एफओएफ अफ द डोमेन एक्स छ भने के हुन्छ। पहिला राइटबाट हेर्ने एफ अफ एक्स भित्र आयो। अब एफ अफ एक्स भनेको फर्मुला 5x + 4 यो भयो। अब फेरि बाहिर एफ नै छ। एफ भनेपछि यही सेम फर्मुला, पहिला 5 त्यस पछाडि एक्सको बदला पुरै आयो, सबै आयो 5x + 4 पुरै आयो। अनि फेरि 5x प्लस यो प्लस अनि यहाँको भएको 4 यो 4 भनेपछि 25x + 20 + 4 गर्दाखेरि 25x + 24 भयो। अब अर्को जी अफ एक्स, दुईटै फङ्सन जी छ। दुईटै फङ्सन जी को कम्पोजिट के हुन्छ हेरौँ। अब सबभन्दा राइट साइडबाट लिँदाखेरि जी अफ एक्स यो भयो। अब जी अफ एक्सको भ्यालु छ हामीसँग 3x - 2। अब फेरि बाहिर फङ्सन जी छ, फेरि जीकै फर्मुला लाउने भनेपछि सबभन्दा पहिला 3 यो 3 अनि एक्सको बदलामा यो पुरै आयो 3x - 2 अनि फेरि माइनस यो माइनस अनि बाहिर भएको 2 भयो। अब 9x - 6 अनि बाहिरको -2 गर्दाखेरि 9x - 6 - 2 भनेपछि 9x - 8। यसरी दुईवटा फङ्सनहरू एफएक्स र जिएक्स दिएको छ भने तेह्रबाट बन्ने कम्पोजिट फङ्सनहरू, दुईवटा सेटहरू कम्पोजिट फङ्सनहरू जिओएफ एक्स, एफओजी अफ एक्स, एफओएफ अफ एक्स, जिओजी अफ एक्स, चारवटा भ्यालुहरू यसरी हामी निकाल्न सक्छौँ। थ्याङ्क यू।